हजुरहरूलाई पक्कै पनि स्वागत छ नेपाल टेक च्यानलमा। आज हामी गइरहेको छौँ एआईबाट रियलिस्टिक भोइस कसरी बनाउने भन्ने विषयमा कुराकानी गर्न। यो मोबाइल र ल्यापटप दुवैमा चल्छ है। सुरुमा आफ्नो गुगल क्रोम ओपन गर्नुहोस्, सर्च गर्नुहोस् SPEECHMA स्पिचमा भन्ने एपमा। त्यहाँ जानुहोस्। अब हजुरलाई भेरिफाई गर्ने रबट हुन्छ कि के हुन्छ भन्न भन्छ। एकछिन अब मैले भेरिफाई गर्न आउनेछु, गरेर आइसकेको छु। अब हजुरले त्यहाँ कस्टमाइज गर्न सक्नुहुन्छ, कस्तो बनाउने भोइस भन्न। अब कन्ट्री सिलेक्ट गर्नुहोस्, तल जानुहोस्। मैले चाहिँ इन्डिया सिलेक्ट गरेको छु। इन्डिया र नेपालीको भोइस टोन सेम हुन्छ, त्यही भएन इन्डियामा धेरै सिलेक्सनको लागि धेरै पनि हुन्छन्। अब मैले त्यहाँ लेख्छु, के लेखौँ भनेपछि अब मैले केही लेख्छु। अब त्यसलाई भोइसमा बनाएर म हजुरहरूलाई फेरि सुनाउने छु। एकछिन हेरिदिनुहोस्, धेरै टाइम लाग्दैन। यहाँ एकैछिनमा हजुरले रियलिस्टिक 10-15वटा भोइससम्म जेनेरेट गर्न सक्नुहुन्छ। अब मैले जेनेरेट गरेँ अब सुन्नुहोस् मैले के जेनेरेट गरेँ। हजुरको गाइड जेनिश माहु मलाई सब्सक्राइब गर्नुहोस् है। यो एप्लिकेसन युज गर्न हजुरले दिनमा जति पनि अनलिमिटेड भोइस जेनेरेट गर्न सक्नुहुन्छ। यो एप्लिकेसन फ्री पनि हो, केही सब्सक्रिप्सन केही लाग्नु पनि पर्दैन। यसमा एउटै एड देखाउँछ 24 घन्टाको अनलिमिटेड एक्सेसको लागि। हजुरले त्यो एड हेरिसकेपछि जति पनि अनलिमिटेड जति चाहन्छ त्यति भोइस जेनेरेट गर्न आफ्नो भिडियोमा लगाउन सक्नुहुन्छ। सबै भोइस कपिराइट फ्री हुन्, हजुरलाई कपिराइटको पनि डर हुँदैन। लास्टमा जानुभन्दा अघि मेरो नेपाल टेक च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। हामी 10 सब्सक्राइबरको करिबमा पुगिसक्न लागेको छौँ। हजुरको एक सब्सक्राइब पनि मलाई मोटिभेसन बन्दछ। प्लिज सब्सक्राइब गरिदिनुहोस्।